यो तरिकाले खरबुजा काट्न भने सजिलो हुने अनि खाँदा पनि राम्रो हुने है। त्यसैले आज म यो तरिकाले काट्दैछु। खरबुजाको दुई साइड नै हल्का हल्का काटेर फ्याँक्ने। त्यसपछि त्यसलाई ठाडो बनाएर त्यसको बाहिरी भागलाई यसरी तसार्दै फाल्दै गर्नुपर्ने हुन्छ। अलि बाक्लो नै फाल्नुपर्छ। खरबुजाको बोक्राको भाग चाहिँ अलि बाक्लो हुन्छ। त्यसैले यसरी अलि बाक्लो गरेर तसार्दै फाल्दै गर्नुपर्ने पर्छ। बाहिर भागभरि मैले यसरी तसारेँ। अनि यसरी तसारेपछि अलि बाक्लो नै फाल्नुपर्ने हुन्छ। यत्तिको तसार्ने अनि अलिअलि रहेकोलाई पनि यसरी तासेर फ्याँक्ने बाहिरी भागभरि। यसरी सबै बाहिर भागभरि फाल्ने। अनि त्यसपछि ट्याक्कै बिचबाट यसलाई दुई भाग काट्ने अनि यसरी पिस बनाउने। हेर्नु न कति राम्रो। वाउ! यसरी काटेर ट्राई गर्नु होला त हजुरहरू पनि।